के छ भाइ? एकदम ठिक छ दाइ, नमस्ते। हजुरको परिचय पाऊँ न। मेरो परिचय चाहिँ मेरो अनिल विश्वकर्मा हो होइन। म चाहिँ यहाँ दमक 9 नम्बर हो मेरो घर चाहिँ। यसपालि अब निर्वाचन आउँदैछ, बालेन र केपी ओली निर्वाचन भिड्ने चर्चा छ, सुन्या छ? दाइ सुनेको छु मैले पनि होइन, राम्रोसँग सुनिरहेको छु। अब यो पालि चाहिँ भनेको अब जस नयाँ जेनजी, अब हाम्रो जेनजी पुस्ताले पनि अस्ति त्यत्रो यस्तो भयो होइन। अब चाहिँ अब पुराना बुढाखाडाको दिन चाहिँ गयो कि अब भनेको यो हाम्रो नयाँ पार्टी घन्टीले हो स्योर खाने भनेको। यसपालि घन्टीलाई भोट हाल्ने? घन्टीलाई नै हाल्ने हो दाइ। त्यो भनेको बालेन शाहलाई? बालेन शाह अब यो क्षेत्रबाट को उठ्नुहुन्छ होइन, बालेनै आउँछ भनेर कन्फर्म त छैन नि त। अब जो आए पनि घन्टीलाई नै दिने हो भोट चाहिँ। बालेन शाह चाहिँ कस्तो लाग्छ? बालेन शाह ठिकै हो, राम्रै हुनुहुन्छ मान्छे, अब गर्नुहुन्छ होला। नयाँ जेनजी हो, अहिलेको नयाँ पुस्ता हो होइन। अब के गर्नुहुन्छ होला उहाँहरूलाई पनि अब हामीले चान्स त दिनुपर्छ। अझ यत्रो वर्षदेखि लाएर अब पुरानो पार्टीलाई दिउँ, पुराना होइन केपी बाहरूलाई, हाम्रो यही क्षेत्रबाट केपी बा उठ्नुभएको केपी बालाई हामीले दिउँ। अब चाहिँ अब यसो नयाँ पुस्तालाई नै हेर्नुपर्छ। अब हामीले देख्यौँ नि त यत्रो वर्षसम्म त, अब हामीले देख्यौँ होइन, चान्स पनि दिउँ। अब त अब खोइ केही भएन त। अब त हामीले नयाँलाई प्राथमिकता दिनुपर्छ। केपी ओली चाहिँ कस्तो लाग्छ? केपी बा ठिकै हो होइन, अब नराम्रो पनि नभनौँ। अब खोइ राम्रो भन्दा पनि अहिलेसम्म त्यति खासै प्रगति केही भएन। अब हामी जस्तो युवाहरू खाडी मुलुक कुदेको गर्नुपर्छ होइन। अब अहिले चाहिँ अब यसो नयाँ पार्टीलाई के हामीले अब भोट जिताएर के गऱ्यौँ भने अब उनीहरूले केही गर्छन् कि हाम्रो लागि, हामी युवाहरूको लागि नेपालमै रोजगार दिन्छ कि, त्यो अब हेरौँ न। अब त्यो आशा अपेक्षा सहित यसपालि चाहिँ घन्टीलाई भोट हाल्ने? घन्टीलाई दिने हो। अनि एउटा यही तपाईँहरूको मिडिया तर्फबाट चाहिँ म के भन्न चाहन्छु भने नि, एउटा रवि सरलाई मेरो सानो मैले भिडियोहरू हेरिरहेको थिएँ कि, त्यो भिडियोमा चाहिँ अब जस्तो कुलमान भयो, बालेन सर भयो, अब रवि भयो, अनि हाम्रो यो के भन्छ धरानको मेयर हर्क साम्पाङजी, उहाँहरूले चाहिँ सबै त्यो अब एउटा अहिले यसरी फाल्टैतिर लाग्नु भने भोट त बाँडिन्छ नि त, छुट्टी फुट्यो नि त होइन। उनीहरू चाहिँ हाम्रो अहिलेको नयाँ पुस्ता अहिलेको नयाँ जेनेरेसनको मान्छेहरू सब एक भएर चाहिँ एउटै पार्टीबाट चाहिँ उठेर हरेक क्षेत्रमा उनीहरू गयो भने उनीहरूले चाहिँ पक्का जित्ने चाहिँ त्यो चाहिँ निश्चित थियो कि। तर अहिले मैले भिडियो हेर्दै अब कुलमान सर त अहिले त्यो घन्टीबाट त त्यो के भन्छ हाम्रो छुट्टिनु भएछ। त्यसमा चाहिँ हल्का मन दुःख लाग्यो क्या मलाई चाहिँ भिडियोहरू हेर्दाखेरि। अब कुलमान सरलाई पनि हालेर अब त्यो ल ठिक छ, अब हाम्रो के अरे मेयर काठमाडौँको बालेन शाह अब दमकबाट उठ्नुभयो भने हर्क साम्पाङ धरानबाट होइन, एउटै पार्टीबाट अनि कुलमान सर अर्को क्षेत्रबाट हो। त्यसो सबै नयाँहरू मिलेर चाहिँ त्यसरी गरेको थियो भने चाहिँ खुसी लाग्थ्यो होइन हामीलाई, अब सबै जनताहरूलाई। तर अहिले अब फुट्नु भयो, अब ठिकै छ, अब के हो कसो त्यो त भित्र कुरा त हामीलाई थाहा छैन।